विश्वभरि फैलिने विश्वभरि फैलिने गइरहेको नयाँ भेरिएन्टको कोभिड-19 महामारी नेपालमा समेत फैलिएको र पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकामा समेत संक्रमण तीव्र रूपमा बढिरहेको हुँदा स्टेसनरीहरू खुल्दैन इम्पोर्टेन्ट चिजहरू मात्रै खुल्छ जस्तै नेटमा गर्नु न त्यही त त्यहाँ भौचर काट्नु परेन कता काट्ने अब ब्याङ्कमा भौचर काट्नु राष्ट्रियमा खै त हो त्यही त त्यही बुझ्नुपर्ने छैन भाइ त्यो कुरा हामीलाई जानकारी दिनु भएन होइन Pangan-duga pangan awet. Anjay hole na chong du. Pas 10 साल जाना यही रहा। म पास म सुनो म
बहिनी आमा बुबा दाजु भाइ सचेत भई बसौँ है यो सूचना सबैलाई कोरोनाबाट बच्नलाई मास्क लगाई हिँड्नुहोस् है कोरोना भाइरसबाट सबै बचौँ है कोरोना भाइरसबाट सबै बचौँ है सुन दिदी बहिनी आमा बुवा दाजु भाइ सचेत भई बस्नलाई यो सूचना सबैलाई कोरोनाबाट बस्नलाई मास्क लगाई हिँड्नुहोस् है सकेसम्म कोरोनाबाट सबैजना बचौँ है कोरोना सर्छानी ऐसे खानी छोडौँ है नमस्ते गरौँ है कोरोना सर्छानी ऐसे खानी छोडौँ है नमस्ते गरौँ है कोरोनाबाट बच्नलाई मास्क लगाई हिँड्नुहोस् है कोरोना भाइरसबाट सबै बचौँ है कोरोना भाइरसबाट सबै बचौँ है ल सुन्नुहोस् यो कोरोनाको पहिलो लक्षण रुगाखोकी धेरै ज्वरो भएमा श्वास फेर्न तपाईँलाई गाह्रो तुरुन्त जाँदा अस्पताल जानु पर्यो कोरोना लागेमा डराइहाल्नु पर्दैन नादिनु साथी भाइ सबैमा ध्यान दिउँ है कोरोना लागेमा डराइहाल्नु पर्दैन नादिनु साथी भाइ सबैमा ध्यान दिउँ है कोरोनाबाट बच्नलाई मास्क लगाई हिँड्नुहोस् है कोरोना भाइरसबाट सबै बचौँ नेवा FM 106.6 भाषा साहित्य हो संस्कृति नेपाल भाषा एकेडेमी नीति अलग मिडिया प्रणाली बोया नेवा FM 106.6 नेवा FM 106.6